नमस्ते सबैजनालाई म मुकेश भण्डारी। आज म यो टिचमिन्टको एआई इन्टिग्रेटेड स्मार्ट बोर्डलाई कसरी प्रयोग गर्ने र कसरी सेटअप गर्ने हैन त्यसको म डेमोन्स्ट्रेसन गराउन गइरहेको छु। र सुरुमा हामीले बोर्ड ओपन गरिसकेपछि नेटवर्क राखिसकेपछि यो किसिमको डिभाइस रजिस्ट्रेसन भन्ने एउटा ठाउँ आएर बसेको हुन्छ र योबाट कसरी अगाडि बढ्ने, कसरी डिभाइसलाई रजिस्ट्रेसन गराउने, यसमा हामीले बाइपास गर्नु हुँदैन। हामीले चाहिँ यो go-to-teachmeet.com भनेर यहाँनिर एउटा लिङ्क दिएको छ, त्यो लिङ्क आफ्नो ल्यापटपबाट चाहिँ गएर यो डिभाइसलाई हामीले ल्यापटपमा एड गर्नुपर्छ। हाम्रो एडमिन एकाउन्टमा चाहिँ एड गर्नुपर्छ र एड गर्दाखेरि धेरैवटा डिभाइस हरेक क्लासरुममा चाहिँ मल्टिपल डिभाइसेसहरू छन् भने पनि सबैमा एउटै मेल आइडीबाट चाहिँ हामीले यसलाई सेटअप गराउनुपर्छ। अब हेरौँ कसरी सेटअप गराइन्छ। म ल्यापटपको स्क्रिन सेयर गर्छु। ओके, अब हामीले बोर्डलाई सेटअप गर्नको लागि पहिला आफ्नो ब्राउजरमा जानु पर्यो, अनि कुनै क्रोम ब्राउजरमै जानुभए पनि हुन्छ र त्यहाँ देखाइएको teachmeet.com/teachmeent-x/activateमा हामीले इन्टर गर्नुपर्ने हुन्छ। इन्टर गरेर अब हजुरहरूले आफ्नो आइडी राख्नु पर्यो हैन, इमेल आइडी राख्नु पर्यो। त्यो इमेल आइडी चाहिँ एडमिन आइडी बन्छ है। यो कुरा चाहिँ हामीले ध्यान पुर्याउनु पर्छ। अब यहाँ ओटिपी आउँछ, त्यो ओटिपी राख्नु पर्यो। ओटिपी राखिसकेपछि अब हामीले आइडी बनिसकेको हुन्छ र आइडीमा अब डिभाइस रजिस्ट्रेसनको यहाँनिर खुल्छ। अब एड डिभाइस गरेर हजुरहरूले त्यो प्यानलमा देख्नु भएको डिभाइस एक्टिभेसन कोड राखेर कन्टिन्यू गर्नुपर्ने हुन्छ। यदि गरिसकेपछि हाम्रो सेटअप कम्प्लिट भयो। अब हामीले टिचर अकाउन्ट कसरी बनाउने त्यो पनि हेर्छौँ। त्यसको लागि पहिला ब्राउजरमा teachmeet.com मा जानुहोस्, अनि लगइनमा गएर आफ्नो अघि राख्नुभएको मेल राखेर चाहिँ लगइन गर्नुहोस्। त्यस पछाडि यहाँनिर हजुरहरूको ओनर एकाउन्ट बन्छ। त्यो ओनर एकाउन्टमा क्लिक गर्नुहोस्, अनि टोटल टिचर्स भन्ने ठाउँमा एड मोर भन्ने रहेको छ। एड टिचर भन्ने ठाउँमा गएर एड मोर भन्ने ठाउँमा गएर चाहिँ अब टिचरको फुल नेम, त्यस पछाडि टिचरको इमेल आइडी अनि फोन नम्बर, टिचर गर्नुहोस्। अब टिचर एड भइसक्नु भएको छ। अब हामीले बोर्डमा टिचमिन्ट खोल्ने बित्तिकै आफ्नो टिचरको आइडी देख्न सक्छौँ। ओके, अब यसरी हामीले एकाउन्ट लिङ्क गर्न पनि जान्यौँ र डिभाइसलाई सेटअप गर्न पनि जान्यौँ। यति गरिसकेपछि टिचर अकाउन्ट पनि हामीले बनाउन सिक्यौँ। अब यो पछाडि चाहिँ हामीले यो बोर्ड टिचमिन्ट लेखिरहेको छ, यहाँनिर एउटा अपडेट आएको हुन्छ। हामीले जस्तै यहाँनिर गयौँ भने अपडेट देख्न सकिन्छ, या त हामी डाइरेक्ट प्ले स्टोरमा गएर यो अपडेट अनिवार्य छ। टिचमिन्ट भनेर सर्च गर्नु होला र यसमा अपडेट भनेर क्लिक गरिदिनु होला र यसलाई लेटेस्ट अपडेटमा राख्नु पर्यो। अब अपडेट भइसकेपछि यसलाई ओपन गरौँ र फेरि यो भित्र पनि हाम्रो लेटेस्ट भर्जनको अर्को अपडेट आइरहेको हुन्छ। यसलाई पनि हामीले इन्स्टल गर्नुपर्छ। अब यति इन्स्टल भइसकेपछि हाम्रो बोर्ड रेडी भयो लेटेस्ट भर्जनमा। अब मैले यो बोर्डलाई ओपन गरेँ भने वाइल युजिङ दिस एप, अब अघि मैले एड गरेको टिचर यहाँनिर डिस्प्ले हुनुहुन्छ। मल्टिपल टिचरहरू हामीले जति एड गर्छौँ त्यो सबै यहाँनिर देख्न सकिन्छ। अब बोर्ड ओपन गरिसकेपछि अब कुनै एउटा आफ्नो टिचरको अकाउन्टमा हामी जान सक्छौँ र त्यो एकाउन्टमा क्लिक गर्ने बित्तिकै भेरिफिकेसनको लागि कोड आएको हुन्छ। हामीले नम्बर राखेको छौँ भने वाट्सएपमा आउँछ र मेल राखेको छौँ भने मेलमा ओटिपी कोड आउँछ। त्यो ओटिपी कोड सबमिट गर्नु पर्यो। सबमिट गरिसकेपछि यहाँनिर क्लासरुम क्रिएट गर्नको लागि दिन्छ। क्रिएट क्लासरुममा गएर कति क्लास हो त्यो क्लास हामीले राख्न सक्छौँ र पढाउनु पर्ने सब्जेक्ट पनि के हो। जस्तै अब मैले अहिले यहाँ अल सब्जेक्ट राखिदिएँ र क्रिएट गरौँ अनि स्टार्ट टिचिङ गर्न सकिने भयो। अब स्टुडेन्टहरू पनि एड गर्न मिल्छ। अब यति खुलिसकेपछि हाम्रो बोर्ड अब रेडी भयो चलाउनको लागि। अब यसमा चाहिँ के फंक्सनहरु छ त्यो वान बाइ वान हेरौं। सबैभन्दा सुरुमा यो साइडबाट स्टार्ट गरौं। सुरुमा चाहिँ हाम्रो
स्विच भनेर राखिएको छ। यो स्विच भनेको चाहिँ यो टुल बारलाई मुभ गर्नको लागि राइट साइड र लेफ्ट साइडमा ल्याउनको लागि मैले यहाँ क्लिक गरिदिएँ भने यो टुल बार राइटतिर गयो, फेरि क्लिक गरेँ भने लेफ्टतिर आयो। यति नै हो। र अर्को यहाँनिर देखाइरहेको छ टिचरको नाम। यहाँनिर मैले अघि राखेको टिचरको नाम देखाएको छ, हजुरको लगइन आइडी। अब लगइन आइडीमा क्लिक गर्नुभयो भने र अब यसलाई लगइन गर्ने अरू डिफ्रेन्ट तरिकाहरू पनि छन्। जस्तै अर्को एउटा तरिका के हो त भन्दाखेरि एनएफसी कार्डले पनि हामीले लगइन गर्न सक्छौँ। बोर्डसँगै आएको एनएफसी कार्ड हुन्छ, त्यसलाई कन्फिगरेसन गर्नको लागि आफ्नो टिचर अकाउन्टमा क्लिक गरेर कन्फिगरेसनमा क्लिक गरेर एनएफसी कन्फिगरेसनमा अब एउटा मैले एनएफसी कार्डलाई चाहिँ यहाँनिर एनएफसी कार्ड हुन्छ यहाँ प्लेस गर्छु र सक्सेसफुल्ली यो चाहिँ हाम्रो लिङ्क भइसकेको छ एनएफसी कार्ड। अब यसलाई मैले लगआउट गरिदिएँ भने र फेरि नेक्स्ट डे हामीले लगइन गर्नुपर्ने भयो भने हामीलाई अब ओटिपी कोडहरू पनि चाहिँदैन, डाइरेक्टली हामीले यो कार्डले चाहिँ लगइन गर्न सक्छौँ। अब यहाँ मैले प्लेस गरिदिएँ भने आफ्नो आइडी ओपन भइहाल्छ र हामीले टिचिङ गर्नलाई सजिलो तरिकाले सक्छौँ। त्यस पछाडि नेक्स्टमा रहेको छ सेयर। अब हामीले व्हाइट बोर्डमा लेखेको कन्टेन्टहरूलाई चाहिँ डिफ्रेन्ट माध्यमबाट सेयर गर्न सक्छौँ। त्यसमा एउटा छ व्हाट्सएपबाट पनि सेयर गर्न सक्यो, इमेलबाट पनि सेयर गर्न सक्यो र क्युआर कोड जेनेरेट गरेर पनि सेयर गर्न सक्यो। अर्को छ यहाँनिर व्हाट्सएपको बटनमै राखिएको छ सेयर गर्नको लागि र इन्ड क्लास भनेको क्लासलाई इन्ड गर्नको लागि। त्यस पछाडि हामी अब बिचको सेक्सनतिर जाउँ। रेकर्ड भनिरहेको छ। अब हामीले क्लासरुमलाई रेकर्ड गर्नुपर्ने भयो भने पनि यो बोर्ड मार्फत सकिन्छ र यसमा ध्यान दिनुपर्ने कुरा के छ त भन्दाखेरि रेकर्ड गर्दै गर्दाखेरि बोर्डको स्टोरेज भरिने हो कि भन्ने पनि चिन्ता लिनु पर्दैन, किनभने हामीले अघि सेटअप गर्दै गर्दाखेरि यो लिङ्क भइसकेको छ टिचमिन्टमा हाम्रो बोर्ड र लिङ्क भइसकेपछि चाहिँ आफ्नो आइडीबाट हजुरहरूले यहाँनिर जसको आइडी ओपन गर्नुभएको छ टिचरको आइडीमा रेकर्ड गर्दै गर्दाखेरि त्यो इन्टरनल स्टोरेजमा बस्दैन, त्यो आइडीमै बस्छ, टिचरको आइडीमै बस्छ र त्यो स्टोरेज चाहिँ अनलिमिटेड छ, क्लाउडमा गएर बस्छ। त्यो हुनाले हामीले जति पनि क्लास रेकर्ड गर्न सक्छौँ। अब रेकर्ड गर्दै गर्दाखेरि स्क्रिन मात्रै रेकर्ड गर्ने हो भने यतिकै रेकर्ड क्लिक गर्न सक्यो। यदि क्लासको इन्भाइरोमेन्ट पनि रेकर्ड गर्ने हो भने यहाँनिर माथि क्यामेरा रहेको छ, यो क्यामेरालाई अन गरिदिनु भयो भने पनि क्यामेरा पनि अन हुन्छ र क्यामेरा सँगसँगै हाम्रो स्क्रिन पनि रेकर्ड हुन्छ। हामीले त्यसरी रेकर्ड गर्न सक्छौँ र यहाँबाट रेकर्ड गरिएको फाइल चाहिँ हाम्रो यसकै आइडीमा बस्छ। त्यो कसरी हेर्ने त्यो पनि म देखाउँछु। मैले स्टप गरिदिएँ भने र सेभ गरिदिएँ भने चाहिँ सेयर डाइरेक्टली गर्न पनि मिल्यो। सेभ गरिदिएँ भने अब यसले सेभ हुँदैछ यो। ओके, अब हामीले रेकर्ड गरिएको फाइल चाहिँ आएर यो एप्सभित्र हामीले रेकर्डिङ्सभित्र हेऱ्यौँ भने यहाँनिर बस्ने भयो हैन। अब यो चाहिँ एक्सेस हजुरहरूले टिचमिन्टको टिचर एपबाट पनि गर्न सक्नुहुन्छ र ब्राउजरबाट पनि आफ्नो ल्यापटपमा पनि जुन आइडीबाट यहाँनिर टिचर अकाउन्ट खुलेको छ त्यही आइडी राखेर टिचमिन्ट.com मा गएर साइन इन गर्नुभयो भने हजुरहरूको टिचर आइडीमा पनि त्यो सबै कुराहरू देखिन्छ। त्यसपछि नेक्स्टमा रहेको छ थिम। अब हामीले यो ब्याकग्राउन्डको कलरहरू चेन्ज गर्नु पर्यो भने या भनौँ यहाँ भएको टेम्प्लेटहरू राख्नु पर्यो भनेदेखि हामीले यो थिममा गएर चेन्ज गर्न सक्छौँ। कलर चेन्ज गर्नको लागि ब्याकग्राउन्डमा जानु पर्यो, व्हाइट चाहियो भने व्हाइट कलर राख्नु पर्यो, अरू डिफ्रेन्ट कलरहरू यहाँबाट पिक गरेर राख्न सकिन्छ। त्यस्तै गरी टेम्प्लेटभित्र पनि ग्रिड लाइनहरू रहेको छ, यसमा ग्राफहरू रहेको छ, इङ्ग्लिस रुल लाइन रहेको छ, त्यस्तै गरी फुटबल बास्केटबल लेआउट पनि रहेको छ। म्युजिक टिचर हुनुहुन्छ भने म्युजिकको पनि ब्याकग्राउन्ड राख्न सकिन्छ। हामीले टेम्प्लेटहरूमा गएर यो चेन्ज गर्न सक्छौँ। अब त्यसपछि नेक्स्टमा राइट भनिरहेको छ। राइटभित्र सुरुमा सोलिड पेन रहेको छ। यो सोलिड पेनको काम चाहिँ नर्मल राइटिङको लागि हो। यदि मल्टिपल युजरले लेख्दै हुनुहुन्छ भने मल्टी पोइन्टलाई अन गरिदिनु पर्यो र एकैसाथ धेरैजना युजरले यसमा इन्टरेक्सन गर्न सक्नुहुन्छ। त्यस्तै गरी हाइलाइटर भनेको पेन, अब कुनै पनि कन्टेन्टलाई हामीले हाइलाइट गर्नु पर्यो भने अब डिफ्रेन्ट कलरहरू हामीले यहाँबाट पिक गर्न सक्छौँ। यो पेनको कलर हो र यो थिकनेस चाहिँ पेनको थिकनेस हैन, मोटाइलाई कतिको थिकमा राख्ने या थिनमा राख्ने हामीले यहाँबाट एडजस्ट गर्न सक्छौँ। त्यस्तै गरी टु साइडेडमा चाहिँ अब यहाँनिर के छ त भन्दाखेरि फ्रन्ट टिपमा व्हाइट कलर छ र ब्याक टिपमा चाहिँ हामीले कुनै अर्को अरेन्ज कलर राखिदिउँ भने अब यो पेनले चाहिँ यताबाट लेख्दै गर्दाखेरि व्हाइट लेख्छ। अब यो पेनलाई मैले घुमाएर लेखेँ भने के हुन्छ त अरेन्ज लेख्छ। भनेको टु साइडेड राइटिङमा चाहिँ हामीले एउटै पेनले चाहिँ फरक फरक ह्यान्ड राइटिङले अर्थात् फरक फरक कलरले चाहिँ युज गरेर लेख्न सक्छौँ। त्यसपछि नेक्स्टमा रहेको छ टेक्स्ट एआई भनिरहेको छ। अब टेक्स्ट एआईमा हामीले लेखेको ह्यान्ड रिटन टेक्स्टलाई यसले राम्रो ह्यान्ड राइटिङमा कन्भर्ट गरिदिन्छ, जसमा चाहिँ हामीले ल्याङ्ग्वेज सेलेक्सन गर्न सक्छौँ। इङ्ग्लिस छ, अहिले फन्ट पनि सेलेक्सन गर्न सक्छौँ। मल्टिपल फन्ट्सहरू रहेको छ यसमा र अब मैले इङ्ग्लिसमा सेलेक्ट भइरहँदाखेरि मैले यहाँनिर लेखेँ भने
यो ह्यान्डराइटिङलाई चाहिँ राम्रो बनाइदिनु भयो। अब नेपाली ह्यान्डराइटिङ लेख्नु पर्यो, सामाजिक पढाउनु पर्यो भनेदेखि हामीले ल्याङ्ग्वेजलाई के गर्नु पर्यो त इङ्ग्लिसको ठाउँमा अरू डिफ्रेन्ट ल्याङ्ग्वेजहरू छन्, नेपाली राख्नु पर्यो। ओके, अब नेपाली राख्दै गर्दाखेरि हैन, अब नेपाली ह्यान्डराइटिङलाई पनि राम्रो ह्यान्डराइटिङमा कन्भर्ट गरिदिन्छ। हामीले टेक्स्ट एआईमा गएर त्यसलाई सिलेक्सन गर्न सक्छौँ, हामीलाई चाहिएको भाषा चुज गर्न सक्छौँ। त्यस्तै गरी अर्को छ सेप एआई भनिरहेको छ। सेप एआईमा क्लिक गरेर हजुरहरूले बनाउन खोज्नु भएको सेप, जस्तै मैले सर्कल बनाउन खोजेँ भने यसले पर्फेक्ट सर्कलमा कन्भर्ट गरिदिन्छ। ट्रायङ्गल बनाउनु पर्यो भने पर्फेक्ट ट्रायङ्गलमा कन्भर्ट गरिदिन्छ। यसमा अर्को पनि कुरा छ एउटा, जस्तै यो सेप एआईमा गएर यो सेपको ठाउँमा यो डुडललाई अन गरिदिनु भयो र केही फिगरहरू बनाउन खोज्नु भयो भने, जस्तै मैले एउटा प्लान्टको फिगर बनाउन खोजेँ भने एआई डुडलले के गरिदिन्छ, हजुरले बनाउन खोज्नु भएको फिगरलाई त्यहाँनिर क्लिप आर्टमा जेनेरेट गरिदिन्छ र हामीले त्यसलाई पिक गर्न पनि सक्छौँ। अब एआई इमेजमै क्लिक गरिदिनु भयो भने अरिजिनल पिक्चर पनि यहाँनिर जेनेरेट हुन्छ। अब हजुरहरूले यसमा हार्टको पिक्चर बनाउन खोज्नुभयो भने आफूले बनाएको पिक्चर त्यसलाई चाहिँ ठ्याक्कै हार्टमा यसले कन्भर्ट गरिदिनु भयो हैन। यसरी चाहिँ हामीले बनाउन लागेको पिक्चरलाई चाहिँ राम्रो पिक्चरमा कन्भर्ट गरिदिन्छ। त्यसको लागि सेप एआईमा गएर डुडललाई अन गर्नु पर्यो। अब नेक्स्टमा रहेको छ टेक्स्ट भनिरहेको छ। हामीले कहिलेकाहीँ नोटहरू लेखाउँदाखेरि यहाँनिर किबोर्डबाटै टाइप गरेर पनि नोटहरू लेखाउन सक्छौँ या वायरलेस किबोर्ड राखेर टाढाबाट पनि नोट लेखाउन सक्छौँ। त्यस्तै गरी अर्को छ अब इरेज। इरेज गर्नको लागि दुई तीनवटा तरिका छन्। जस्तै हजुरहरूले लेखिरहनु भएको छ, अब यसलाई सजिलै मेटाउनु पर्यो भने हातको हत्केलाई यसरी राखेर इरेज गर्न सकिन्छ या पछाडिको भागले पनि इरेज गर्न सकिन्छ। अब बोर्डमा लेखेको एकैचोटि मेटाउनु पर्यो भने इरेजमा क्लिक गरेर यो डिलिट आइकनलाई यसरी स्लाइड गरिदिनु भयो भने पनि एकैचोटि यो इरेज हुने भयो। त्यस पछाडि अर्को छ सेलेक्ट टुल। अब यो सेलेक्ट टुलमा चाहिँ हामीले कन्टेन्ट जेनेरेटहरू गर्न सक्छौँ। अब यसमा चाहिँ क्लास वाइज कन्टेन्ट जेनेरेट गर्छ हैन। जस्तै मैले अघि त अल सब्जेक्ट वाइज पनि कन्टेन्ट जेनेरेट गर्छ। अब म्याथ टिचरले पढाउँदै हुनुहुन्छ भने म्याथको इक्वेसनहरू राख्नुभयो भने यसले अटोमेटिक सल्भ गरिदिन्छ, स्टेप बाई स्टेप सल्भ गरिदिन्छ। अनि त्यस पछाडि कुनै पनि टपिकको बारेमा हामीलाई कन्टेन्टहरू जेनेरेट गर्नु पर्यो। जस्तै मैले यहाँनिर फोटोसिन्थेसिसको बारेमा पढाउनु पर्ने छ। अब यसलाई मैले टपिक राखेर यसलाई सिलेक्ट गरिदिएँ र अब यहाँनिर सर्च आइकन रहेको छ, सर्च गरिदिएँ भने अब एआईले यसमा हाम्रो एक्सप्लेनेसनहरू दिन्छ। ओके, अब सुरुमा यसले के दियो त एक्सप्लेनेसन दियो। हामीले यसलाई व्हाइट बोर्डमा हामीले यहाँ क्लिक गरेर एड गर्न पनि सक्छौँ। पढेर सुनाउने हो भने यो साउन्डमा क्लिक गरिदियो भने पढेर पनि सुनाउँछ। र इमेजहरू चाहियो भनेदेखि इमेजमा क्लिक गर्नु पर्यो। अब फोटोसिन्थेसिसको मल्टिपल इमेजहरू यहाँनिर सजेस्ट गरिरहेको छ, त्यसलाई इन्सर्ट गर्नु पर्यो भने एड टु व्हाइट बोर्डमा क्लिक गरिदिनु भयो भने त्यो इन्सर्ट हुन्छ व्हाइट बोर्डतिर। त्यस्तै गरी भिडियो चाहियो भने पनि हामीले मल्टिपल भिडियोजहरू यहाँनिर पिक गर्न सक्छौँ र प्ले गरेर देखाउन सक्छौँ। त्यस्तै गरी रियल वर्ल्ड इक्जाम्पलमा फोटोसिन्थेसिसले कसरी काम गर्छ भन्ने कुरा हेर्नु पर्यो भने यहाँ क्लिक गरेर हेर्न सक्छौँ फोटोसिन्थेसिसले चाहिँ रियल वर्ल्डमा कसरी काम गर्छ भनेर। त्यस्तै गरी अब म्याथको इक्वेसनहरू छ। जस्तै मैले कुनै एउटा म्याथको इक्वेसन सिम्पल इक्वेसनमा राख्छु हैन। अब यसलाई मैले सल्युसन गराउनु पर्यो भनेदेखि यसलाई सिलेक्ट गर्नु पर्यो। अब म्याथको केसमा चाहिँ हामीले के गर्नुपर्छ भने यसमा अप्टिकल क्यारेक्टर रिकग्निसन भन्ने रहेको छ। किनभने नर्मली ह्यान्डराइटिङमा त एदेखि जेडसम्म क्यारेक्टरमा त स्मार्ट एआईले पनि बुझिहाल्छ हैन। अब म्याथको त यो ए हो, यहाँनिर प्लस छ, यो चाहिँ स्क्वायर हो, 2 होइन भन्ने कुरा बुझ्नु पर्यो नि त हैन। हो त्यो अवस्थामा चाहिँ हामीले ओसिआरमा क्लिक गरेर यसलाई एनालाइज गर्न दिनुपर्छ। पहिला हामीले दिएको इक्वेसन राइट रूपमा यसले एनालाइज गर्नु पर्यो। अनि त्यस पछाडि हामीले बल्ल सर्चमा क्लिक गर्छौँ। अब त्यसले म्याथ भन्ने कुरा थाहा पाइसक्यो र यसले अब स्टेप बाई स्टेप सल्युसन गरिदिन्छ यसरी। र a + b होल स्क्वायर इक्वल्स टु a स्क्वायर + 2a + b स्क्वायर भन्ने यसरी निकाल्दियो। र हामीले यसलाई व्हाइट बोर्डमा इन्सर्ट गर्न पनि सक्छौँ यो सोलुसनलाई, र टिचरले मोर इलाबोरेट गराउन सक्नुहुन्छ, मजाले बुझाउन सक्नुहुन्छ स्टुडेन्टहरूलाई। अब यति मात्रै हैन, म्याथको कुनै फिगर दिएर पनि यसले सल्युसन गर्छ। जस्तै मैले एउटा ट्रायङ्गल बनाएँ, त्यो ट्रायङ्गललाई ए बी सी भनेर नाम दिएँ।
अब यसको एंगल मैले राखिदिएँ 45 डिग्री, यसको एंगल राखिदिएँ 50 डिग्री र यसलाई चाहिँ x भनेर राखिदिएँ भने अब x = what भनेर राखिदिनु भयो भने चाहिँ अब यसलाई मैले सिलेक्ट गरिदिएँ र डाइरेक्ट सर्च गरिदिएँ भने पनि यसले अब सल्युसन गर्छ। सल्भ गर्दैछ र यसले द एंगल इज 85 डिग्रिज भनेर निकाल्दियो। त्योसँग सम्बन्धित ग्राफ प्लट हुन्छ भने ग्राफ पनि देखाउँछ। त्यो किसिमको इक्वेसन छ भनेदेखि अब नेपालीहरूको लागि चाहिँ कसरी गर्छ त भन्ने प्रश्न रहन सक्छ। नेपालीको लागि चाहिँ हामीले पहिला टेक्स्ट एआईमा गएर इङ्ग्लिसको ठाउँमा नेपाली राख्नु पर्यो र नेपाली राखिसकेपछि अब हामीले कुनै टपिक दिनु पर्यो। जस्तै भूपी शेरचन कविता भनेर दियौं। अब यसलाई सिलेक्ट गर्ने अनि सर्च गरिदिने। यसरी हामीले कन्टेन्ट जेनेरेट गर्न सक्छौं जुनसुकै पनि सब्जेक्टको लागि। त्यसपछि अर्को छ अब शेप। अब शेप भित्र हामीले 2D र 3D शेपहरु हामीले यहाँबाट पिक गर्न सक्छौं। त्यसको लागि चाहिँ हामीले अब जस्तै सो एंगल सो लेन्थ गरेर पनि निकाल्न सकिन्छ। जस्तै मैले एउटा ट्रायंगललाई ड्रा गर्नु पर्यो भने ट्रायंगल सेट गर्ने, कति एंगल कति लेन्थको चाहिएको छ हामीले यहाँबाट सेट गर्न सक्छौं। त्यस्तै गरी 3D शेपहरु पनि ड्र्याग एन्ड ड्रप गर्न सकिन्छ। र यसमा अर्को रहेको छ फिल्ड शेप भन्ने अप्सन रहेको छ। यो फिल्ड शेप अप्सनमा चाहिँ जस्तै सिलिन्डर हामीले यहाँनिर ड्र्याग गर्यौं, यसलाई सानो ठुलो बनाउन सक्यो। अब यसलाई रोटेट गर्नु पर्यो भने यहाँ क्लिक गर्यौं भने यो सिलिन्डरलाई हामीले रोटेट गराउन पनि सक्छौं। डिफ्रेन्ट कलर राख्न पनि चाहिन्छ यहाँबाट। जस्तै भित्रपट्टि हामीले यो कलर, बाहिरपट्टि अर्को कलर पनि सेट गरिदिन सक्छौं र यसरी सिलिन्डरहरुलाई हामीले एक्सप्लोर गर्न सकिन्छ। त्यस्तै गरी अब हामी जाउँ इन्सर्ट तर्फ। इन्सर्टमा हामीले पीडीएफ फाइल, इमेज फाइल, भिडियो फाइल, पीपीटी फाइल सबै इन्सर्ट गर्न सकिन्छ। व्हाइट बोर्ड भित्रै र प्रेजेन्ट गर्न सकिन्छ। अर्को छ जियोमेट्री भनिरहेको छ। जियोमेट्री भित्र हामीले प्रोटेक्टर एड गर्न सक्छौं, कम्पास एड गर्न सक्छौं, यसलाई सानो ठुलो बनाउन पनि सकिन्छ। त्यस्तै गरी यसको डिग्रीहरु हामीले यसरी सेट गर्न पनि सक्छौं। अब कति डिग्री 60 डिग्रीको एंगल चाहिएको भने यहाँ क्लिक गरेर हामीले 60 डिग्रीको एंगल यसरी हामीले कन्स्ट्रक्सन ड्राइङ पनि यही बोर्ड मार्फत गराउन सक्छौं। त्यसको लागि इन्सर्टमा गएर हामीले जियोमेट्री टुल भित्र जानु पर्यो। अब टेबल इन्सर्ट गर्नु पर्यो। टेबल इन्सर्टको लागि हामीले अब यसरी ड्र्याग गर्ने अनि इन्सर्ट गरिदिने र सानो ठुलो बनाउन सक्यो टेबललाई। यो भित्र कन्टेन्ट लेख्नु पर्यो भनेदेखि राइटमा गएर अब यहाँ सुरुमा सिरियल नम्बर, यहाँनिर नेम, अब यो आफै एक्सपान्ड हुँदै जान्छ। एड्रेस यतिकै लेखिदिनु भयो भने आफै एक्सपान्ड हुँदै जान्छ। र कुनै टेबललाई हामीले बढाउनु घटाउनु पर्यो भनेदेखि पहिला सिलेक्ट गर्नु पर्यो अनि यो आइकन एडिटको आइकनमा गएर यहाँ क्लिक गरेर अब इन्सर्ट कलम लेफ्ट, इन्सर्ट कलम राइट यसरी हामीले सिलेक्ट गर्न सक्छौं र एड गर्न पनि सक्छौं। अब अर्को छ इन्सर्ट भित्रै हामीले 3D मोडलहरु पनि देख्न सकिन्छ। जस्तै बायोलोजीको 3D मोडलहरु छ, जियोग्राफिकल साइन्सको पनि 3D मोडलहरु छ, जियोग्राफी सोशल साइन्सहरु पनि रहेको छ। हामीले यसमा चाहिँ जस्तै मलाई अब रेस्पिरेटरी सिस्टमको 3D मोडल देखाउनु पर्यो भनेदेखि हामीले देखाउन सकिन्छ। यसरी घुमाई घुमाई यो लङ्सलाई चाहिँ हामीले देखाउन सक्छौं। जुम इन जुम आउट गराउन पनि सक्छौं। यसरी भएको यहाँनिर भएको मल्टिपल 3D टुलहरु प्रयोग गर्न सक्यो। अब हामी अन्डु र रिस्टोर गर्न पनि सक्छौं, ब्याक आउन पनि सक्छौं हामीले लेखेको र मेटाएको कुराहरुलाई। अब हामी नेक्स्टमा जाउँ एप्स तर्फ। एप्स भित्र हामीले डिफ्रेन्ट एपहरु देख्न सकिन्छ। जस्तै सुरुमा स्टडी मटेरियल रहेको छ। स्टडी मटेरियलमा चाहिँ हजुरहरुले अब आफ्नो आईडीबाट लगइन गर्दाखेरि त्यो मोबाइल एप्लिकेसनबाट या ल्यापटपबाट के आफूले पढाउनु पर्ने स्टडी मटेरियलहरु छ त्यो सबै अपलोड गर्न मिल्छ। अनलिमिटेड क्लाउड स्टोरेजमा हामीले भिडियो फाइल राख्न सकिन्छ, इमेज फाइल राख्न सकिन्छ। त्यो एड गरेर चाहिँ राख्नु भएको र आफ्नो आईडी यहाँनिर लगइन गर्दाखेरि स्टडी मटेरियल भित्र भएको कन्टेन्टहरु यहाँनिर डिस्प्ले हुन्छ र हामीले ओपन गरेर पढाउन सक्छौं। त्यसलाई यो स्टडी मटेरियलको कुरा रह्यो। अब लाइभ क्लास पनि रहेको छ। यसमा क्यामेरा छ, माइक्रोफोन छ। यहाँबाट क्लिक गरिदिनु भयो र लाइभ क्लासलाई स्टार्ट गरिदिनु भयो भने यहाँबाट गो लाइभ गरिदिनु भयो भने अब यो स्टुडेन्टहरु हजुरहरुले एड गर्नुपर्छ। स्टुडेन्ट एड गरेको सबै स्टुडेन्ट एपमा चाहिँ यो नोटिफिकेसन जान्छ र उनीहरुले चाहिँ घरै बसेर पनि क्लासरुम जोइन गर्न सक्नुहुन्छ। त्यसपछि नेक्स्टमा एप्स भित्रै होमवर्क भनिरहेको छ। हामीले होमवर्क जेनेरेट गर्न मिल्छ। अहिले म
होमवर्क जेनेरेटरको पार्टमा आउँछु र स्टुडेन्टले घरै बसेर होमवर्क सबमिट गर्नुहुन्छ त्यो सबमिट गर्नुभएको होमवर्कहरू चाहिँ यहाँनिर आएर देखिन्छ। त्यस्तै गरी लेसनहरू आफूले लेसनहरू पढाउनु पर्ने लेसनहरू सबै सेट गर्न सक्छौँ, त्यो पनि ल्यापटप आइडीबाटै अटेन्डेन्स गराउन सकिन्छ। अनि रेकर्डिङ्स अघि हामीले रेकर्ड गरेको फाइलहरू यहाँ आएर बसेको हुन्छ। बुक्सहरूमा हामीले आफ्नै माई बुक्समा गएर हजुरहरूले अपलोड गर्न सक्नुहुन्छ, PDF फाइल फर्मेटको बुक्सहरू पनि हामीले आफ्नो आइडीमा अपलोड गरेर देखाउन सक्छौँ, राख्न सक्छौँ सुरक्षित। त्यस्तै गरी क्यालकुलेटर पनि रहेको छ, हामीले क्यालकुलेटर प्रयोग गर्न सक्ने भयौँ यहाँभित्र। र स्पटलाइट भनेको कुनै व्हाइटबोर्ड भित्रको कन्टेन्टलाई हामीले फोकस गर्नु पर्यो भने यो स्पटलाइटले फोकस गर्न सक्छौँ, यसलाई यहाँबाट क्लोज गर्न पनि सकिन्छ। त्यस्तै गरी अर्को रहेको छ स्टप वाच पनि रहेको छ, हामीले टाइमरहरू सेट गरिदिनु पर्यो भनेदेखि स्टप वाचलाई टाइमरलाई हामीले सेट गरिदिन सक्छौँ। इक्जामहरू चलिरहेको बेला या क्लास टेस्ट चलिरहेको बेलामा हामीले टाइमर सेट गरिदिन पनि सक्ने भयौँ। अर्को रहेको छ लाइब्रेरीभित्र हामीले अपलोड गरेको बुक्सहरू यहाँनिर आउन सक्छ। त्यस्तै गरी सिमुलेसन्सहरू पनि यहाँनिर एड भएको छ, हामीले सिमुलेसन्समा क्लिक गऱ्यौँ भने 100 अफ सिमुलेसनहरू यहाँबाट म्याथको साइन्सको सिमुलेसनबाट चाहिँ हामीले प्र्याक्टिकलहरू गराउन सक्छौँ। त्यस्तै गरी लाइब्रेरीभित्रै डिक्सनरी पनि रहेको छ, पेरिडिक टेबल इन्टरेक्टिभ पेरिडिक टेबल पनि रहेको छ, जस अन्तर्गत हामीले पेरिडिक टेबलभित्रै इलिमेन्ट्सहरूमाथि इन्टरेक्ट गर्न सक्छौँ। अब अल्काली मेटल्स चाहियो भने अल्काली मेटल्समा क्लिक गरिदिनु भयो भने हाइलाइट भएर देखाउँछ, त्यो भित्र पनि पोटासियम के हो भनेर देखाउनु भयो भने यहाँनिर हामीले एक्सपान्ड गर्दै हेर्न सक्छौँ। फ्रिक्वेन्सी अफ प्रेजेन्स के छ यसको, टेम्परेचर फिचर्स, मेल्टिङ पोइन्ट, बोइलिङ पोइन्टहरू के हुन्छ भन्ने कुरा यहाँनिर हामीले डिपमा यसलाई एक्सप्लोर गर्न सक्छौँ यो लाइब्रेरीभित्र गएर। अर्को रहेको छ भोइस एआई भनिरहेको छ। अब कहिलेकाहीँ हामीले लेखेर नोटहरू लेखाउनलाई अलिकति झन्झट भयो भने हामीले बोलेर पनि नोटहरू लेखाउन सकिन्छ। जस्तै हेलो माई नेम इज मुकेश भण्डारी, माई नेम इज मुकेश भण्डारी, हेलो माई नेम इज मुकेश भण्डारी। यसरी चाहिँ हामीले लेखाउन सक्छौँ, बोलेर पनि भोइसमा इनपुट दिएर नोटहरू हामीले लेखाउन सक्ने भयौँ। त्यस्तै गरी अर्को रहेको छ क्विक क्विज रहेको छ। क्विक क्विजमा कसरी क्विज यसले जेनेरेट गर्छ त भन्दाखेरि हामीले कुनै टपिक दियौँ भने या व्हाइट बोर्डमा लेखेको कुनै कन्टेन्ट राख्यौँ भने, जस्तै मैले अघिकै कन्टेन्ट निकाल्छु, अब यो कन्टेन्टलाई मैले आज फोटोसिन्थेसिस पढाइराख्नु परेको छ, यसलाई मैले व्हाइट बोर्डमा इन्सर्ट गर्छु। अब यो इन्सर्ट भइसक्यो, व्हाइट बोर्डभित्र जे छ आज मैले फोटोसिन्थेसिस पढाइरहँदाखेरि स्टुडेन्टले कति बुझ्यो बुझेन त्यसको तुरुन्तै हामीले चेक गर्नको लागि क्विज जेनेरेट गर्न सक्छौँ। अब हामीले चाहिँ क्विक क्विजमा क्लिक गरिदिउँ भने अब यसले व्हाइट बोर्डभित्र जे छ त्यही कन्टेन्टलाई नै क्विजमा कन्भर्ट गरिदिन्छ। ओके, यसरी आयो। अब वाट इज द प्राइमरी फङ्सन अफ फोटोसिन्थेसिस भनेर आयो, एन्सर रिभिल गरेर पनि हेर्न सक्छौँ, नेक्स्ट गर्न सक्छौँ। यसरी चाहिँ तुरुन्तै हामीले कन्टेन्ट जेनेरेट गर्न सक्छौँ। त्यसपछि नेक्स्टमा हाम्रो इडियु एआई भन्ने अप्सन रहेको छ। इडियु एआई भित्र हामीले हेर्दै गर्दाखेरि देख्न सक्छौँ, समरी देख्न सक्छौँ। अब भित्र व्हाइट बोर्डभित्र भएको कन्टेन्टलाई हामीले समराइज गर्न सक्छौँ तुरुन्तै। क्विक क्विज यहाँ पनि रहेको छ। लेक्चर भनिरहेको छ, लेक्चर हामीले जेनेरेट गर्न पनि सक्छौँ। आफूलाई दिएको टपिकको आधारमा चाहिँ यसले इडियु एआईले नै लेक्चर जेनेरेट गरिदिन्छ। हजुरहरूले घरै बसेर पनि ल्यापटपबाट गराउन सक्नुहुन्छ। अब होमवर्कको कुरा आयो, व्हाइट बोर्डमा आज के पढाइयो त्यसको होमवर्क जेनेरेट गर्नु पर्यो भनेदेखि होमवर्कमा जस्ट क्लिक मात्रै गरिदिनुहोस्, हजुरले यसमा चाहिँ यसैले एआईले नै होमवर्क जेनेरेट गराइदिन्छ। यसरी चाहिँ होमवर्क जेनेरेट गराइदियो। 15वटा क्वेसनको एमसिक्यूहरू पनि छ, अब्जेक्टिभ पनि छ, सब्जेक्टिभ क्वेसनहरू पनि छ र हामीले सेयर एन्ड पब्लिस गरिदिन पनि सक्छौँ। सेयर गर्दाखेरि स्टुडेन्टको मोबाइल नम्बर या इमेलमा अर्थात् क्युआर कोड जेनेरेट गरेर सेयर गरिदिन पनि सक्ने भयौँ। या स्टुडेन्टलाई कपीमै लेख भनेर हामीले लेखाउन पनि सकिन्छ। त्यस पछाडि अर्को रहेको छ ग्राफ भनिरहेको छ। ग्राफभित्र हामीले दिएको इनपुटको आधारमा यसले ग्राफ प्लट गरिदिन्छ। जस्तै मैले हैन यसरी x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु 1 राख्दियौँ भने यसले अब यसको ग्राफ प्लट गरिदियो। जुनसुकै इक्वेसनको पनि ग्राफ कस्तो हुन्छ भन्ने कुरा देखाइदिन्छ। अब यतापट्टि आउँ अदर टुलभित्र हाम्रो सिमुलेसन्स अघि हामीले हेऱ्यौँ, पेरिडिक टेबल पनि देख्यौँ। अब डिक्सनरीहरू पनि रहेको छ, गेम्सहरू पनि रहेको छ। हामीले गेमहरू पनि खेलाउन सक्छौँ स्टुडेन्टहरूलाई। अब लो मिडियम हाईमा खेलाउन सकिन्छ। 5वटा क्वेसन 10वटा क्वेसन अब च्यालेन्ज बिगन गरेर चाहिँ हामीले यसमा स्टुडेन्टहरूमाथि इन्ट्र्याक्सन गराउन सक्छौँ डिफ्रेन्ट गेमहरूको खेलाएर। त्यस्तै गरी अब द सोलर सिस्टम पनि रहेको छ। सोलर सिस्टमको पनि हामीले 3D भ्यूमा
हेर्न सक्छौँ लाइभ मिसन यसरी गराउन सकिन्छ। अब आफ्नो क्लास इन्ड गर्ने बेलामा चाहिँ हामीले आफ्नै आइडीमा गएर लगआउट यहाँबाट गर्नुपर्ने हुन्छ र सबै कुराहरू चाहिँ अब यति भइसकेपछि मलाई लाग्छ बोर्डहरू चलाउन हजुरहरूलाई सक्नुहुन्छ। अब बाँकी हामीले एउटा स्क्रिन सेयर रहेको छ। स्क्रिन सेयरमा हामीले केसियर भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्छ। कतिपयले होरियन बोर्ड युज गरिरहनु भएको छ भने केसियर जान्नु नै हुन्छ होला। त्यो एप्लिकेसन डाउनलोड गरिसकेपछि र सेभ नेटवर्कमा भएपछि हामीले मिरर गराउन सक्छौँ। त्यस्तै गरी गुगल इकोसिस्टमको सम्पूर्ण एप्सहरू यहीँ पाउन सकिन्छ। प्ले स्टोरबाट थप एप्लिकेसनहरू डाउनलोड गर्न सकिन्छ। अब यसमा भएको क्यामेरा, माइक्रोफोन र स्पिकर पनि रहेको छ। यो युज गरेर हामीले अघि व्हाइट बोर्डबाटै पनि अनलाइन क्लास सेटअप गर्न सक्छौँ। अर्थात् कन्फरेन्स क्लास गर्नु पर्यो, जुम, टिम, भिडियो कलहरू गर्नु पर्यो भने पनि हामीले एप्लिकेसनहरू राखेर भिडियो कलहरू गर्न सक्छौँ। यो भिडियो लामो भइसक्यो हैन। अब थप जानकारीको लागि चाहिँ तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला र horiannepal.com मा हजुरहरूले थप जानकारी लिन सक्नुहुन्छ। धन्यवाद।